हामी टिकाको भोलिपल्ट रमा घरबाट ताप्लेजुङ पाथिभरा जानलाई एकदम तयारी हुँदैछौँ। 4 बजे उठेर 5 बजे त्यहाँ ब्याग बाँधेको, त्यहाँ ब्यागमा के छुटेछ हाम्रो अनि हालेर अब हामी अगाडि बढ्यौँ। जाँदाखेरि घाम झुल्किन रातो भएछ, कस्तो राम्रो देखिएको थियो। अगाडि बढ्दै गयौँ। कान्छा कान्छीलाई म बोलाउँदैछु, उनीहरू पनि हाई हाई गर्छौँ। सँगसँगै रमाइलो भयो। जाँदैथ्यौँ, बिहान चिसो थियो। त्यहाँबाट बिर्तामोड पुग्यो। बिर्तामोडबाट अगाडि बढ्यौँ। अगाडि बढेपछि हामी अब चाराली आइपुग्न आँट्यौँ। चारालीमा चिया खाएर अगाडि बढ्यौँ चारालीबाट पनि। अनि हामी अब जाँदैथ्यौँ रमाइलो हेर्दै बाइकमा, ऊ अगाडि पछाडि, को घरि ऊ अगाडि, घरि हामी पछाडि हुँदै हुँदै अब हामी एकैचोटि कन्याममा रोक्ने भनेर हामी हिँड्यौँ। अब हाम्रो कन्याम पनि आइपुग्न लाग्यो। कुटी डाँडा आइपुग्यौँ। कुटी डाँडाबाट हामी अगाडि बढिसक्यौँ। अब हामी कन्याम आइपुग्नै लाग्यौँ। कति राम्रो छ इलाम। आइयो कन्याम। अब कन्याममा यहाँ त भिडियो फोटो त खिच्नै पर्यो। अब यहाँ रोकेर यसो टिकटक सिकटक बनाइयो। मैले भिडियो खिचेको मन नपरेर हाँस्दै हुनुहुन्छ। अनि अब घोडासोडामा चढायौँ जबरजस्ती भए पनि। फोटोसोटो खिच्यो, भिडियो बनाइयो। कान्छा कान्छी चढ्छन्। अब हाम्रो पालो सक्यो। चढ्यो, कपाल मिलाउँदैछ। त्यसलाई अलि राम्री बन्न आउँछ कि। अनि अब नाच्नलाई यो एउटा घुमाउने रहेछ कि राखिदिएको, अलि छिटो घुम्दो रहेछ। त्यहाँ नाचेर टिकटक बनाउनु पऱ्यो, भिडियो बनाउनु पऱ्यो रे। हामीले पनि बनाइदिउँ एउटा। ड्रेस पनि लाउने रहर गरेँ। कान्छा कान्छी हामी पनि त्यही मौकामा लायौँ। फोटो भिडियो गर्नलाई त्यहाँ माथि चढ्नु पर्ने रहेछ। अलि राम्रो भ्यू आउँदो रहेछ। अनि अब चढेर त्यहाँ पछि अगाडि अब हामी खाजा खाने ठाउँ खोज्दै फिक्कलमा खाजा खाने भन्दै हिँड्यो। खाजा आयो हाम्रो। त्यो महावीरपुर कस्तो छ? मिठो छ। कोही किताब पढ्दै खाँदैछ। महावीरपुर मिठो छ। 5 मिनट पनि लागेन खाउन, सबले सके। मिठो थियो। मोमो पनि झोल मोमो सबैको सक्यो। त्यहाँबाट हामी अब इलाममा खाना खाने भनेर अगाडि बढ्यौँ। अब इलाममा हेर्दै हेर्दै खाना खाने ठाउँ हाम्रो इलाम टार्गेट बनाएर हिँड्यौँ। माई खोलाको पुल तर्दै अब हामी इलाम। धेरै अस्तिको बाढी पहिरोले सत्यानाश इलामलाई। हाम्रो खाना आयो 12 बजे। खाना त मिठो थियो। अचार चाहिँ त्यो टमाटरको जस्तो बनाएको खाना मिठो भोकमा मिठो खायो। अनि अब खाएर अब हाम्रो प्लान चेन्ज भयो। हामी त्यतै बस्ने कुरो थियो। अब एकैचोटि हाम्रो ताप्लेजुङ पुग्ने कुरो भयो। अब हामी अगाडि बढ्यौँ। अब आइपुग्यौँ हामी फिदिम। हामी फिदिम साह्रै राम्रो रहेछ फिदिम बजार। अब यो पुल आयौँ। अब यहाँबाट पनि उकालो लाग्यो। धुलो आयो, धुलो उडो उकालो चढ्दै अब हामी जङ्गलमा राम्रो थियो सल्लाहघारी। एकछिन विश्राम गऱ्यौँ कान्छा कान्छीलाई पर्खेर। अनि अब हामी काबेलीमा यतिखेर आइपुग्यौँ। ल गाइजहरू के छ हालचाल? खोइ लाइट आइपुग्यौँ गाइज। के छ बोल्दैन त? अवस्था के छ? भोक लागेको छ भने यतै व्यवस्था माग्दिन्छु। ल काबेलीमा 6 बजे हिँड्यो। अनि हामी 7 बजे पुग्यौँ ताप्लेजुङमा बसेर हामी थुक्पा खाएको चाहिँ